लासो त्यस्तैले म तपाईहरुकै आफ्नै प्यारो मान्छे कर्मतेसङ वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। आजको भिडियो बनाउनेको उद्देश्य के हो भने हामी भन्छौं नि आई फिल प्राउड टु बी तामाङ भन्छ नि हैन। स्पेशली हाम्रो तामाङ दाजु भाइहरुको लागि हुनु त सबैको लागि डेडिकेट हो, तर पनि स्पेशल तामाङहरुको त्योमाथि अब हामी काभ्रेली तेमालको भन्छ नि त, काभ्रेली सम्धि हामी चाहिँ एकदम ब्रान्ड हो भन्छ नि त। यो भिडियो चाहिँ सबैको लागि हो, तर स्पेशली हाम्रो काभ्रेली सम्धि ब्रान्ड केटाहरुको लागि है। यो कथा चाहिँ कहानी बुद्ध भगवानको बेलादेखि म जोडेर तपाईहरुलाई भन्न चाहन्छु है। एकदम स्पेशल छ, सुनिदिनु होला। हामीले भन्छौं नि सानो सानो कुरा अलिकति गर्दैमा के हुँदैन, के पनि हुँदैन भन्ने बस्छ नि। सानो सानो काममा हामीले महत्त्व दिँदैन नि, तर यो चाहिँ सरासर गल्ती हो के। एक एक थोपा पानीले खोला समुद्र बन्ने हो, एक एक चावलको दानाले खानेकुरा हुने हो। अनि उहिले बुद्धको बेला एकजना भिक्षु भन्थे गाउँमा भिक्षु आदान गर्नको लागि जानुभएको थियो। तब के घटना घट्यो भन्दाखेरि त्यो भिक्षुकोलाई तीनटा कुराको अफर गरेछ के घरको धनीले। तीनटा कुरा के अफर गर्यो भन्दाखेरि एउटा उसको छोरीसँग बिहे गर्न पर्ने भनेर प्रस्ताव राख्यो, अनि अर्को कुखुरा बाख्रा जे भए पनि एउटा मार्नुपर्छ भन्यो, अनि अर्को एउटा छ्याङ रक्सी खानुपर्छ भनेर तीनटा प्रस्ताव राख्यो कि उसले। अनि त्यो भिक्षुले के भयो भन्दाखेरि अब त्यो तीनटै कुरा उसको सिलबाट एकदम उल्टा हो नि। त्यो तीनटै कुरा उसले गर्नु हुँदैन नि हैन। उसले राम्रो सोचेछ, अब रक्सी खानु कि केटीसँग बिहे गर्नु कि अब पशु प्राणीको हत्या गर्नु। अब एज अ लामा भिक्षु मान्छेले त्यस्तो गर्नु मिल्दैन, तर उसलाई अफर गरेको चिज उसले नाइ भन्नु पनि सकेन नि त। अनि उसको दिमागमा सोचेछ उसले अब यस्तो सोचेर लास्टमा उसले के सोचेर उसले रक्सीलाई चुज गरेछ क्या। अलिकति रक्सी खाँदा के हुँदैन होला भन्ने उसले सोचेर उसले अलिकति रक्सी खायो। यसरी रक्सी खायो, त्यो खायो, अनि अलिअलि गर्दै पछि सबै रक्सीको नसा लागेपछि उसले कुखुरा पनि बाख्रा पनि मार्यो, कुखुरा पनि मार्यो, अनि उसको छोरी केटीसँग पनि बिहे गर्यो। त्यस्तो भएर उसको बुद्धि भ्रष्ट भएर नर्मल मान्छे, राम्रै मान्छे, तर नसामा डुबे पछाडि उसले आफूले के गरेको केही पनि थाहा हुँदैन कि। जब नसाबाट मुक्ति भएपछि उसले सबै कुरा ओहो छर्लङ्ग हुँदा त उसले ठुलो पाप गरेछ भनेर पश्चाताप भएर बुद्धको ठाउँमा गएर बुद्धलाई बिन्ती गरेछ रे। म गाउँमा भिक्षाटनको लागि गएको थिएँ, यस्तो यस्तो मेरो जिन्दगीमा यस्तो यस्तो घट्यो, अब म के गर्ने भनेर भन्दाखेरि बुद्धले के भन्नुभएछ भन्दाखेरि अथवा गौतम बुद्धले के भन्नुभएछ भन्दाखेरि हामी जनावर र मान्छे बिचमा के को फरक छ भन्दाखेरि बुद्धि, दिमागको मात्र फरक हो कि बुद्धि, जुन जनावरसँग छैन। हामी मान्छे किन भयो भन्दाखेरि हाम्रो बुद्धि दिमाग छ, त्यही भएर हामी मान्छे भएको। तर जब तिम्रो बुद्धि दिमाग भ्रष्ट भएर काम लाग्दैन, तिमी जनावरभन्दा एउटै हुन्छ। जनावर र तिम्रो केहीमा फरक हुँदैन, तिमी मान्छे हुँदैन। मान्छेको बुद्धि भ्रष्ट हुने, बिगार्न सक्ने शक्ति भनेको मात्र रक्सी मदिरापनमा छ। त्योभन्दा अरू कुनै चिजले पनि हाम्रो बुद्धि बिगार्न सक्दैन। यो कुरा भनेपछि त्यो दिनदेखि जसले पनि रक्सी मदिरापन सेवन गरेको हुन्छ त्यो मेरो चेला होइन भनेर बुद्ध स्वयंले भन्नुभएको यो कुरा चाहिँ। यहीसँग जोडेर मैले भिडियो किन डेडिकेट गर्न चाहन्छु भन्दाखेरि उहिले हाम्रो आँखी मिमीहरू एकदम बहादुर, एकदम जोसिलो, हिम्मतवाला हाम्रो तामाङहरू त्यस्तो थियो। हाम्रो तामाङहरू मान्छेलाई जनावर कसरी बनायो भन्दाखेरि रक्सी पिलाएर, मान्छेले मदिरा सेवन गर्न लगाएर हाम्रो जिन्दगी त्यसरी बिग्रेको हो। उहिले आँखी मिमीलाई त मान्छेले बुद्धि बिगार्नको लागि त्यस्तो कामहरू गरेर रक्सी पिलाएर बिगारेको छ भने अहिले हामीले जानेर नजानेर पनि त्यो एउटा जिब्रोमा स्वाद भएकोले हामी त्यस्तो गरिरहेको छ। हामी आफैले भन्छ वी आर प्राउड टु बी तामाङ, हामी तामाङ हो भन्छ, हामी बुद्धिस्ट हो भन्छ। तर तपाईँले रक्सी सेवन गर्नुभयो, मदिरा सेवन गर्नुभयो भने तपाईँ बुद्धिस्ट होइन, तपाईँ बुद्धिस्ट कदापि हुन सक्दैन।
किनभने यो बुद्ध आफै स्वयंको वचन हो। अनि कसैसँग नडराउने, सबैलाई जे पनि गर्न सक्छ भन्ने हिम्मत राख्ने हाम्रो तामाङ मान्छेहरू जनावर किन भइरहेको छ भन्दाखेरि मदिरापान रक्सी सेवन गरेर जनावर भइरहेको छ। जब तपाईँले रक्सी खान छोड्नुहुन्छ तपाईँ स्वयंमा आफै एकदम बलवान बुद्धि हिम्मतवाला उहिले हाम्रो आगे मेमेहरू कस्तो हुनुहुन्थ्यो त्यस्तै हो हुनसक्छ। तर अब हाम्रोमा रक्सी खाए पनि मात्रै जोस आउँछ। कसैले कुट्नु नसक्ने मान्छे म कुट्छु भन्ने हिँड्छ, कसैले जोत्नु नसक्ने जग्गा जमिन खेत म जोत्छु भन्छ। हेर्नुहोस्, कसैले गर्नु नसक्ने कुरा म गर्छु भनेर एकदम जोस फोर्स भइरहन्छ। तर त्यो सबै के हो, एउटा नसामा डुबेर गरेको कुरा हो नि। बिना नसा बिना रक्सी सेवन गरेर तपाईँ काभ्रेले सम्धी भनेर ब्रान्ड बनेर हिँड्नु, तब ब्रान्ड हुन्छ भन्दै आजको कहानी चाहिँ बुद्ध स्वयंले भन्नुभएको। एज अ बुद्धिस्ट आई अल्सो फिल टु बी फ्रम तामाङ। म पनि एउटा काभ्रे तेमालमा जन्मेको मान्छे भएर मेरो सम्झीहरू सबैलाई डेडिकेट गर्दै सारा मान्छेलाई के भन्न चाहन्छु भन्नु छ नि, यदि तपाईँ बुद्ध नेपालमा जन्मेको हो भनेर एगेन्स्ट गर्नुहुन्छ भने आजको दिनदेखि एउटा सानो पाइला कदम गर्नुहोस्। किनभने धेरै लामो यात्राको सुरुवात भनेको एक कदमबाट सुरु हुने हो। सानो कुराले कहिले पनि अलिकति गर्दैमा केही हुँदैन नसोच्नुहोस्। एउटा तपाईँको सानो कदमले एउटा सानो तपाईँको अठोट लिएर गर्नुहुन्छ भने आजदेखि म रक्सी सेवन गर्दिनँ भनेर सोच राख्यो भने तपाईँ बुद्धिस्ट हुनुहुन्छ, तपाईँ तामाङ हुनुहुन्छ। द्याट्स वाइ दिस भिडियो इज रियली भन्नु त धेरै कुरा छ तर पनि ठिक छ आजले यति नै गर्दै सबैले माया गरिदिनु होला। थ्याङ्क यू।